आदम लेखाइम शाविममा हामीसँग काम गर्ने सबैका लागि सबै भूमिकाहरूमा, चाहे तपाईँ प्रबन्धक, थेरापिस्ट, सुरक्षा गार्ड, हेरचाहकर्ता, प्रशिक्षक वा थेरापिस्ट हुनुहोस्, हामीसँग काम गर्ने सबैजना, म तपाईँहरूलाई समस्या समाधान, ठुला प्रणालीहरूको व्यवस्थापन र व्यावसायिक पहलहरूको स्थापनामा मेरो अनुभवको साथ मद्दत गर्न आफूलाई प्रस्ताव गर्न चाहन्छु। मसँग भएका ज्ञान र मानिसहरूका साथ जो तपाईँहरू पनि हुनुहुन्छ। म तपाईँसँग 1 घन्टाको परामर्श सत्र प्रस्ताव गर्न चाहन्छु, जसले तपाईँलाई कुनै मुद्दा, प्रश्न वा पहल वा तपाईँले निजी रूपमा वा हाम्रो संस्था एडम लेछेम शाबिम भित्र विकास गर्न चाहनु भएको व्यावसायिक विकासमा मद्दत गर्न सक्छ। त्यसैले म तपाईँलाई निर्णय लिन मद्दत गर्न मसँग भेटघाट तय गर्न प्रस्ताव गर्न चाहन्छु। पक्कै पनि म केमा मद्दत गर्न सक्छु र केमा सक्दिनँ भन्ने कुरामा पूर्ण नम्रताका साथ। र मसँग भेटघाट तय गर्न तपाईँले केवल मैले बनाएको डिजिटल एजेन्टमा जानुपर्छ, ताकि मसँग तर म बिनाको प्रारम्भिक प्रक्रिया पार गर्न सकियोस्। उद्देश्य यो हो कि हाम्रो भेटघाट अघि तपाईँले आफ्नो व्यक्तिगत दृष्टिकोण स्पष्ट गर्नुहोस्, किनकि मेरो विचारमा व्यक्तिगत दृष्टिकोण कुनै पनि इच्छा, पहल र जीवनमा आउने समस्याहरूको सामना गर्ने आधार हो। र मेरो बुझाइमा व्यक्तिगत दृष्टिकोण यी प्रश्नहरूको निरन्तर र परिवर्तनशील सामनाबाट आउँछ। म किन बाँच्छु, म कस्तो व्यक्ति बन्न चाहन्छु र म कस्तो संसारमा बस्न चाहन्छु। मलाई लाग्छ कि यी 3 आधारभूत प्रश्नहरू, म किन बाँच्छु, म कस्तो व्यक्ति बन्न चाहन्छु र म कस्तो संसारमा बस्न चाहन्छु, मेरो अगाडि आउने कुनै पनि मुद्दाको सामना गर्ने आधार हुन् र प्राय ती कुराहरूका जवाफ हुन् जुन मलाई व्यावसायिक, आर्थिक वा नैतिक रूपमा विकास गर्न प्रेरित गर्छन्। जे भए पनि त्यसैले म सुरुमा डिजिटल एजेन्ट मार्फत मसँग कुराकानी गर्न प्रस्ताव गर्दछु र तपाईँले आफ्नो व्यक्तिगत दृष्टिकोण र छलफल गर्न चाहनु भएको मुद्दा पूरा गरेपछि तपाईँले डिजिटल एजेन्टसँगको कुराकानीको सारांश रोटेमलाई पठाउनु पर्छ र मसँग भेटघाट तय गर्नुपर्छ। पछि म प्रक्रियाको अन्त्यसम्म वा महत्त्वपूर्ण मोडसम्म व्यावसायिक, व्यापारिक, आर्थिक, कानुनी, नैतिक रूपमा तपाईँलाई साथ दिन मद्दत गर्ने प्रयास गर्नेछु, जेमा तपाईँलाई मद्दत चाहिन्छ जस्तो लाग्छ। त्यसैले अगाडि बढ्नुहोस्। यदि तपाईँमा त्यो जोस, साहस र चाहना छ भने म तपाईँलाई पर्खिरहेको छु। कफी मेरो तर्फबाट। तर तपाईँले पहिले मैले तपाईँका लागि बनाएको एजेन्टको सहयोगमा आफैले पहिलो कदम चाल्नुपर्छ। तपाईँलाई भेट्न पर्खिरहेको छु। म धेरै जिज्ञासु र धेरै उत्साहित छु, किनकि तपाईँहरूमध्ये जसलाई मैले व्यक्तिगत जीवनमा अर्को स्तरमा पुग्न मद्दत गर्न सक्छु र पक्कै पनि आदम लेचाइम शाबिम भित्र पनि त्यो मेरो लागि ठूलो सौभाग्य हुनेछ। हामी सबैका लागि शुभ समाचारका साथ स्वतन्त्रता दिवसको शुभकामना। Be flats.